शनिबार छ नि त्यसरी सुन्न आउने टाइम निकाल्ने मान्छेहरू चाहिँ अचम्मकै ग्रुप हुनुपर्छ हैन। शनिबार चाहिँ भिजलको बारेमा छलफल गर्ने, डिजास्टरको बारेमा छलफल गर्ने मानिसहरू चाहिँ फेरि के मान्छेहरू रिहेबिलिटेसनको लागि के कस्तो प्लानिङहरू गर्न सकिन्छ त्यस्तो कुराहरू थाहा भयो। सेल्टर होमहरू कसरी बनाउने त्यो कुराहरू नै हल्का डिस्कस भएको थियो। त्यो इन्जिनियरिङ कन्सेप्टहरूबाट चाहिँ कसरी इम्प्लिमेन्ट गर्ने भन्ने कुराहरू नै अलिकति क्लियर भयो। 90 सालको भूकम्प जानासाथ के भयो अरे ह्युमन रिसोर्सको कमी, डक्टर सिकर्मीको कमी भयो अरे। जसले ज्यावल समात्न जाने छ उनीहरू डक्टरमी भयो, सिकर्मी भयो। This is a small initiative for all the agencies, all the NGOs, INGOs and all the volunteers and organizations that are working for the disaster relief. जुन चाहिँ फन्ड आइरहेको मान्छेहरू पनि कसरी फन्डलाई मोबिलाइज गरेर यो डिजास्टर रिलिफमा लाग्ने कन्फ्युजनमा थियो, उनीहरूलाई चाहिँ धेरै सजिलो भयो। बाँस भनेको हामीसँग नेपालमा टन्नै छ, माटोको यस्तो हिस्ट्री छ, त्यसलाई लोप हुनुभन्दा हाउ डु वी मोडर्नाइज इट, हाउ डु कन्टेम्पोरराइज इट। यो टेक्नोलोजी हाम्रो एआइटीमा डेभलप भए पनि नेपाली साथीले नै गरेको जो नेपालमा धेरै वर्ष काम गरेर काम गर्न जानुभयो। यो डिफ्रेन्ट मोडल अफ हाउसेसहरू हामीले कसरी बनाउन सक्छौँ अथवा त्यसमा पनि इन्जिनियरिङलाई कसरी इनपुट दिन सक्छौँ। आइटी पनि यस्तै भएको थियो, अर्थक्वेक आएको अनि त्यसपछि फन्डहरू स्टार्टेड फ्लोइङ इन। यसको फाइदा भन्ने जस्तो अब जस्तो तिर काम गर्नेलाई थाहा हुन्छ, प्लस कहाँ काम थियो के भयो त्यो पनि थाहा हुन्छ। यो एप्लिकेसन स्टार्ट गर्न अगाडि चाहिँ हामीले के गर्यो भने पहिला सुरुमा चाहिँ फिल्ड भिजिट गर्यो। गर्नेहरूले पनि कन्फ्युजन कति कहाँ कसरी गर्ने भन्ने यो कन्फ्युजन छ है। र गरिसकेपछि त्यो कतिको सस्टेनेबल र कतिको चाहिँ लाइक फिजिबल फर द लङ टर्म छ भन्ने कन्टेक्स्टमा चाहिँ यो प्रोग्राम भएकोमा हामी फर्स्ट अफ अल लाइक टु थ्याङ्क नमस्ते काठमाडौँ फर अर्गनाइजिङ दिस प्रोग्राम।